चाहिँ होइन दाँत चाहिँ होइन दाँत चाहिँ किराले खाइदिएछ नि त। सो अनि म चाहिँ होइन यता पनि किराले खाइदिएछ यता पनि किराले खाइदिएछ होइन। अनि यतापट्टि होइन यो चाहिँ दायाँ साइड चाहिँ दायाँ साइडबाट मात्र होइन चपाएर खान्छु क्या। अनि कति धेरै खाइसक्यो न मस्तै यार। अनि कहिलेकाहीँ चाहिँ दुख्छ कि होइन अलि भनौँ न अलिक धेरै चिसो भयो भने अलिक ठन्डा जस्तो ठाउँ भयो भने एकदमै अन्त दाँत दुख्छ कि। अनि लास्तै यार दाँत दुखेपछि होइन यस्तो हुन्छ होइन कस्तो दुख्छ कि। अनि शरीरहरू यस्तो दुख्छ होइन हड्डीहरू त्यत्तिकै दुख्नु थाल्छ कि होइन। अनि मैले जुन एउटा होइन बायाँ साइडबाट होइन नचपाएको त धेरै भइसक्यो मतलब कि 3-4 वर्षै पुग्न लागिसक्यो कि होइन। अनि सो यार अब चाहिँ म चाहिँ होइन अब केही समयपछि चाहिँ म एउटा अब दाँत बनाउँछु। अनि त्यसपछि चाहिँ यार दुवैतिरबाट चाहिँ चपाएर चाहिँ गोबालै हुन्छ होइन। अनि कस्तो भने यतापट्टिबाट चपाएकै छैन कि यार होइन। अब मासु खाऊँ भने यतापट्टिबाट चबाउनु मात्र पर्छ एटाबाट चबाउनु मजा आउँछ दुईतिर होइन। तर मासु चाहिँ मलाई त्यस्तो रुच्दैन आजभोलि खै किन यार पैसा नभएर हो